वैशाखमा जन्मिने व्यक्ति एकदमै शङ्कालु र रिसाहा हुने गर्छन्। सानसानो कुरामा न्यु खोज्ने, चित्त नबुझ्दा मुखमा आँको बोल्ने गर्छन्। चलाक, चतुर, मेहनती भए पनि यिनले अरूलाई मान्छे गन्दैनन्। ओभर स्मार्ट बनेर बढ्ता जान्ने भएर बोल्छन्। अरूले हेपेर बोलेको, डोमिनेट गरेको यिनले सहनै सक्दैनन्, रिसाइहाल्छन्। आफ्नै कुराले जित्न खोज्छन्, तर मनका सफा हुन्छन्। आफू पतर पतर बोल्ने भए पनि शान्त भद्र भला आदमी मान्छे यिनले अति नै मन पार्छन्। यिनले प्राय जसो सरकारी जागिर खाने गर्छन्। केही सिप लाएन भने मात्रै विदेश जाने गर्छन्। बोली व्यवहारले धेरै मान्छेहरू राख्न जानेका हुन्छन्। यी वैशाखमा जन्मिने व्यक्तिले खिचोमिचो अन्याय अत्याचारको विरुद्ध लडेरै जिन्दगी बितेर जान्छ। वैशाखमा जन्मिने व्यक्तिको यिनीहरूको भाग्यमा धेरै धन सम्पत्ति हुने गर्छ, तर यिनलाई माया गर्ने मान्छे सबै स्वार्थी हुन्छन्। नेतृत्व गर्ने क्षमता बढी भएको हुनाले वैशाखमा जन्मिने व्यक्तिलाई प्रशासन, राजनीतिक क्षेत्र अत्यन्तै फाप्ने गर्छ। ठूला बडाको दर्जामा गनिने गर्छन् यी वैशाखमा जन्मिने व्यक्तिहरू।